हेलो साथी हो। आज चाहिँ तपाईहरु माझ मेरो सानो है दबाई विषय जानकारी लिएर आइरहेको छु है। देख्नुहुँदा होला यो है तपाईले यो मैले चाहिँ धोको छु। यो अहिले भर्खरै मैले टिपेको है। यो चाहिँ तपाईले चिन्नु भयो कि भएन है, चिन्नु भयो होला कतिले हैन। गोलपत्ता भन्छ नि यो तपाईको, हेर्नु भयो होला। यो छेउमा तपाईलाई देखाइदिन्छु है। यो चाहिँ सेतो डाक्ला छ, चिन्नु भयो होला है। मेरोमा चाहिँ मैले चाहिँ यो खानुको लागि टिपिरहेको छु। यो चाहिँ अब किन मैले के को लागि खाँदैछु भने चाहिँ यो चाहिँ तपाईको घाँटी दुख्दा, अरु पनि बिमारतिर सायद काम लाग्छ होला यो दबाई है, हुन्छ होला। त म चाहिँ सानोदेखिको यस्तो घाँटी दुख्दा त एकदम यसले चट्टै बनाउँछ तपाईले। यो चाहिँ एकदम धोएर चाहिँ मजाले चपाएर टडो टडो हुन्छ। यसको रस चाहिँ मजाले खानुभयो भने चाहिँ हैन, दिनमा 3 पल्ट 4 पल्ट जति पल्ट खाँदा पनि हुन्छ। 2 पल्ट खाँदा पनि भयो है। यो अब जाती नहुनेसम्म खाँदा पनि हुन्छ, 2टा 3टा गर्दै। यसले चाहिँ घाँटी एकदम निको पार्छ। र यो कसरी चिन्छ भन्ने चाहिँ यस्तो गोलपत्ता त पुरा पाइन्छ हैन। कसरी चिन्छ यसलाई भन्दा चाहिँ तपाईको यो हेर्नुहोस् ल, यो मैले अघि पनि देखाएँ है। यहाँ अरु पनि छ है, सेतो टाक्ला हुन्छ यसको, एकदम पत्तै सेतो देख्छ तपाईको हो। अन्त टाउको पनि पत्ता माथि पनि सेतै हुन्छ, देख्नुभयो होला है। र अर्को देखाउने छु म तपाईहरुलाई। यो मैले अघि टिपिरहेको थिएँ है। यो हुन्छ तपाईहरुको यस्तो हुन्छ। अर्को चाहिँ छुटिहाल्छ नि अब दबाई कुन चाहिँ हो दबाई हैन भने। यो चाहिँ एकदम यस्तो हुन्छ है। यो पनि सेम नै देख्छ है तपाईको, गोलपत्ता हो, देख्नुभयो होला। माथि पनि यस्तो हुन्छ, कालो कालो निलो निलो हुन्छ। यो चाहिँ दबाई हुँदैन, यसले चाहिँ सायद अरु केहीमा काम लाग्छ होला। त यो चाहिँ अहिलेसम्म त खाएको छुइनँ हैन। यस्तो हुन्छ। अब तपाईको यहाँनिर देखाइदिन्छु यो र अब योमा हेर्नुहोस् न। अन्त धेरै भिन्नता छ नि। अन्त यसको नसाहरू, यसको जुन चाहिँ नसाहरू छ धेरै भिन्दै छ नि हैन, धेरै डिफरेन्ट छ। यो चाहिँ एउटा सानो जानकारी तपाईहरुलाई है। घाँटी दुख्दा, नानीहरूलाई पनि घाँटी दुख्दा दिँदा हुन्छ है साथी हो हैन। यो हेर्नुहोस्, मलाई त किनभने घाँटी दुखिरहेछ एकदम 2-3 दिन भयो हो। अब चाहिँ यसलाई चाहिँ म मजाले यसलाई चाहिँ चपाउने छु। देख्नुभयो है, डन्ठा त खान्दिनँ हो, पत्ता अझै टडो टडो हुन्छ। एकदम टडै हुन्छ नि। यो चाहिँ तपाईहरुको है जहाँ पायो त्यहाँ चाहिँ पाउँदैन जस्तो लाग्यो मलाई। मिल्नु साह्रो पर्छ नि, किनभने हाम्रोमा पनि यो मेरो उयसमा चाहिँ यहाँनिर बारीमा चाहिँ यो चाहिँ एकदम कम्ती मात्रामा छ। यो चाहिँ पुरा पाउँछ यस्तो चाहिँ। र तपाईहरु कसलाई यो भिडियो राम्रो लाग्यो अरूलाई पनि सेयर गरिदिनु होला, र लाइक गरिदिनु, कमेन्ट पनि गरिदिनु होला। थ्यांक यू।